पानीको साधन उनीहरूलाई पनि दिँदैछ क्या यसो खाइवाला छिटो रहनु मान्छे रातोदर्शी हाफेन्टमा मैदानको दक्षिणपट्टि सर्लाही जिल्लाका खेलाडीहरू छन् केही खेल सम्बन्धी नियमहरू जानकारीहरू गराइरहनु भएको छ एउटा मार्क अब दुईटा गर्नु आइसक्यो ल मार्क गर्दै हेरो 10-1 by सर्लाही चोइस कोड सर्लाहीले जितेर कोड चोइस गरेको छ बुझ्ने हैन पॉइंट लेवल मार्कर माग न दुवै सर्लाहीलाई खेल्दैछ नानी सर्लाहीको अङ्क हो सर्लाहीको अङ्क हो तपाईँको एक र तीन एउटा मात्रै मार्क छ ठिकै रह्यो
पर्चा पिच भइरहेको खेलमा सर्लाहीले 9 अङ्क प्राप्त गरेको छ भने पर्चाको अङ्क 3 रहेको छ। रातो जर्सीमा सर्लाहीका खेलाडीहरू मैदानको दक्षिणपट्टि छन् भने उत्तरतर्फ कालो जर्सीमा पर्साका खेलाडीहरू छन्। पर्साको कोर्टमा एकजना मात्र खेलाडी रहेको अवस्था छ। सर्लाहीका 77 नम्बर जर्सीका खेलाडीले रेड गर्दै जोवन भर्सेस सनमा राम्रो जम्पिङ गरेर आफ्नो पक्षमा 1 अङ्क बढाएको छ। पर्साले आफ्नो अङ्क 5 ल्याएको छ भने सर्लाहीले 14। Yes, number 11 out, 1 point. Forza. Hello, 8 बजे तर यता आएको। One point Parsa action outside there. Late entry. Very safe. One point Sarlahi. सर्लाहीका खेलाडी जर्सी नम्बर 7 ले पर्साको तर्फमा रेड गर्दै हुनुहुन्छ। बाह्र रोजौटका खेलाडीहरू पनि तयारी अवस्थामा बसिरहनु। यो खेल समाप्ति हुन साथ हाम्रो सुरु हुनेछ। How about it go? No.
दुईवटा संकेत दुईले खाली गएर साथै यो रेडमा केही न केही गर्नुपर्ने हुन्छ नभए विपक्षी टिमले हताउनु हुन्छ त्यसैले खेलाडी एकदम अब समय 3 मिनेट मात्र बाँकी भएको घोषणा भएको छ रेफ्रीबाट 47 र 38 3 मिनेटमा 9 अङ्कले लिडिङ गरिरहेको छ पर्साले खेल हो केही भन्न सकिन्न एक 40 का 53